लाइसेन्स बनाउन के डकुमेन्ट चाहिन्छ र लाइसेन्स बनाउने प्रक्रिया के हो भन्ने जानकारी यो भिडियोमा। सर, हजुर मैले स्कुटर चलाउन जानेछु। हजुर अब लाइसेन्सको लागि के डकुमेन्ट र के प्रक्रिया गर्नु पर्ला? लाइसेन्स निकाल्नको लागि चाहिने डकुमेन्ट भनेको मोटरसाइकल स्कुटरको हकमा 16 वर्ष पुरा भएको हुनु पर्यो र जिप कार भ्यानको लागि 18 वर्ष पुरा भएको हुनु पर्यो, साथमा नेपाली नागरिकता आवश्यक पर्छ। र अब लाइसेन्सको प्रक्रिया के कसरी फर्म भर्ने भन्ने कुरामा सबैभन्दा पहिला यातायात कार्यालयको वेबसाइट वा यातायात व्यवस्था विभागको वेबसाइटमा गएर तपाईले अनलाइन फर्म भर्न सक्नुहुनेछ। त्यो अनलाइन फर्म भरिसकेपछि तपाई आफैले आफ्नो भिजिट डेट चुज गर्न पाउनुहुन्छ अथवा रोज्न पाउनुहुनेछ। त्यो भिजिट डेट लिइसकेपछि यातायात कार्यालयमा जाने र बायोमेट्रिक गर्ने, मेडिकल गर्ने र राजस्व भुक्तानी गर्नु पर्यो। त्यति गरिसकेपछि तपाईको प्रक्रिया जान्छ लिखित परीक्षामा। लिखित परीक्षा पनि पास गरिसकेपछि बल्ल तपाईले ट्रायल दिन पाउनुहुनेछ र ट्रायल दिइसके पछाडि नेपाल सरकारले तोकेको जस्तै मोटरसाइकल र स्कुटरको हकमा 1500 रुपैयाँ राजस्व, जिप कार भ्यानको हकमा 2000 रुपैयाँ राजस्व तिर्नु भइसके पछाडि बल्ल तपाईको हातमा लाइसेन्स पर्छ। र तपाईले यदि थप गर्दै हुनुहुन्छ अथवा मोटरसाइकलमा जिप कार भ्यान थप गर्दै हुनुहुन्छ वा जिप कार भ्यानमा मोटरसाइकल स्कुटरको लाइसेन्स थप गर्दै हुनुहुन्छ भने लिखित परीक्षाको प्रक्रिया गर्नु पर्दैन, त्यसबाहेक अन्य सबै प्रक्रियाहरू गर्नुपर्छ। यति भनिसके पछाडि पक्कै पनि मलाई लाग्छ हजुरले लाइसेन्सको बारेमा धेरै कुरा जान्नुभयो होला। यदि अन्य कुनै कुरा जान्नु भएन भने कमेन्ट गर्न सक्नुहुनेछ। मैले जानेको कुरा भिडियो मार्फत हजुरलाई जानकारी दिनेछु। धन्यवाद।